मुटु दिन्छु फेर्नु पर्ने सास दिन्छु घटी बढी होइन सधैँ माया एक नास दिन्छु कसम हो कसम कसम हो कसम कसम तिमीसँग कहिले हुने छैन दूर ए मेरो हजुर ए मेरो हजुर ए मेरो हजुर गर्ला दुनियाँले गरोस् हाम्रो के नै जान्छ बुट्टा भर्ला अनेक अनेक गरोस् हाम्रो के नै जान्छ ए मेरो हजुर 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 भयो म त फिदा भएँ तपाईँको नाच्नु। धन्यवाद म्याम। म त्यस्तो उफ्री पाफी गर्न सक्दिनँ, त्यस्तो किसिमले नाच्न सक्दिनँ, तर तपाईँको नाच सँगसँगै म मेरो मन नाचिरहेको थिएँ। यस्तो राम्रो नाच्नु भयो। तपाईँको अलिकति परिचय दिनु न। नमस्ते, मेरो नाम विजय तामाङ, म दुबईबाट आएको हो। मेरो घर चाहिँ सिन्धुपाल्चोक भोथाङ हो। म 30 वर्षको भएँ। डान्स फर्म चाहिँ मेरो कन्टेम्पोरेरी हो। जे सबै फर्म गर्छु म अलिअलि भनौँ न। मेरो फ्यामिलीमा मम्मी हुनुहुन्छ, ड्याडी हुनुहुन्छ, दाई हुनुहुन्छ, भाउजू हुनुहुन्छ, दाईको छोरी हुनुहुन्छ। मेरो मम्मी ड्याडी चाहिँ अहिले गाउँमा हुनुहुन्छ अनि मेरो दाई चाहिँ यतै हुनुहुन्छ। म चाहिँ दुबई बसेको 9 इयर्स हो होइन। सुरुमा दुबई जाँदाखेरि चाहिँ अब अगाडि मैले चाहिँ अब नर्मल काम गरेँ भनौँ न, पोछा लगाउने गऱ्यो। त्यहाँ जसले पनि एभरेज जसले पनि सुरुमा जाँदाखेरि राम्रो काम पाउँदैन होइन। म आफू त डान्स फिल्डबाट गएको होइन, त्यतिखेर धेरै सङ्घर्ष गर्नु पऱ्यो, धेरै दुःख भयो। बाबा मम्मीलाई अहिले भेट्नु पाएको छैन किनकि म अहिले कम्पिटिसनमा आएको छु। मलाई एकदम भेट्न मन लागेको छ आफ्नो मम्मी ड्याडीलाई, म एकदम मिस गरिरहेको छु होइन। उता म उठ्दाखेरि उहाँहरू यता सुतिरहेको हुनुहुन्छ अनि त्यसपछि उहाँहरू उठ्दा म उता सुतिरहेको हुन्थ्यो। त्यही भएर अलिकति गाह्रो छ र प्लस अलिकति माया त लाग्छ नलाग्ने होइन। एकदम अलिकति हुन्छ नि, सोद्धाखेरि नै अलिकति कस्तो आफूलाई नराम्रो फिल लाग्छ होइन। डान्सलाई चाहिँ किन छोडेर जानु पऱ्यो भने अब जुन समयमा मैले डान्स गर्नुपर्ने टाइम थियो र जुन समयमा मैले धेरै कुरा सिक्नुपर्ने थियो त्यो टाइममा चाहिँ अब मैले जिम्मेवारी उठाउनु पऱ्यो घरको, किनकि मेरो दाइ कुलतमा फस्यो होइन। अनि त्यही भएर मै बाबु पनि अब बुढाबुढी हुनु भइसकेको छ अनि म चाहिँ अब आफ्नो इच्छा मारी म विदेश जानु पऱ्यो होइन। अब म सबभन्दा धेरै खुसी चाहिँ किन छु भने जसमा पहिलेदेखि जुन आफ्नो इच्छा थियो त्यो इच्छाले गर्दाखेरि म यहाँ आउन पाएको छु र प्लस म आफ्नो सपना साकार गर्न आएको छु अहिले यो मेरो डान्स युनिभर्स सिजन 2 मा। मेरो डान्स युनिभर्स सिजन 2 लाई चाहिँ म धेरै मनदेखि धन्यवाद भन्न चाहन्छु किनकि उहाँले गर्दाखेरि एकचोटि म फेरि जिउन पाएको छु भनौँ न। मेरो पहिलेबाट सपना थियो कि रियालिटी सोमा जाने होइन। यो पहिले चाहिँ म आएको छु मेरो डान्स युनिभर्स सिजन 2 मा आफ्नो 100% होइन 1000 होइन पुरै करोड% दिन आएको छु। तपाईँ नेपालमा बस्दा पनि डान्स गर्नुहुन्थ्यो? होइन, त्यो धेरै पहिला हो, सानो बेला, अहिले त होइन। अनि अहिले के गर्नुहुन्छ? उता सुरुमा जाँदाखेरि चाहिँ अब डान्सको काम पाएको थिएन। पहिला चाहिँ अब नर्मल धेरै स्ट्रगल गऱ्यो, पछि मान्छे चिन्जान अलिअलि भएर सोहरू गरेर अनि अहिले चाहिँ फिलहाल आफ्नै फिल्डको काम पाएको छु दुबईमा क्लबमा। हामीसँग शब्द छैन। धन्यवाद सर। यति राम्रो प्रस्तुति दिनुभयो तपाईँले। तपाईँ डेफिनेटली
अर्को राउन्डमा जानुहुन्छ मैले देखिसकेको धन्यवाद छु सर हामीलाई यस्तै यस्तै योभन्दा पनि अझ राम्रो स्योर स्योर सर फेरि तपाईँले कोरियोग्राफर पाउनुहुन्छ होइन तपाईँसँग टिम हुन्छ अब त्यो टिमसँग काम गरेर तपाईँको डान्सलाई हामी बुम बनाउन चाहन्छौँ अल द बेस्ट धन्यवाद सर र तपाईँले कति मार्क्स पाउनुभयो भन्ने कुरा चाहिँ हेरौँ है त मार्क्स प्लिज किरण सरलाई एउटा रिक्वेस्ट गर्नु थियो म चाहिँ तपाईँको ठुलो फ्यान है किरण सर पहिलाबाट अब हुन्छ भने तपाईँहरू म स्टेज सेयर गर्न चाहन्छु तपाईँसँग प्लिज कसम कसम हो कसम यो स्टेप त शङ्कर सरले गर्नुहुन्छ शङ्कर सर यो स्टेप तपाईँ पनि गर्ने भने होइन Thank you so much, Vijay. Thank you. Best of luck. Thank you.